हेलो फ्यामिली, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो आजको नयाँ भ्लगमा स्वागत छ। अनि आजको भ्लगमा के हुँदैछ भनेर त टाइटल थम्बनेल हाइलाइट हेरेर थाहा भइसक्नु भयो होला। अनि आयो तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ, म पनि सन्चै छु भन्नुपर्छ। अलिअलि गुलियो धेरै भएको छ, हल्का समात्नु लागिरहेको छ मलाई चाहिँ, त्यही हो। अनि अहिले चाहिँ हामी म र साथी भएर नुहाउनु भनेर हिँडेको कि फेरि म चाहिँ काममा गएको थिएँ होइन। अनि कामदेखि चाहिँ डाइरेक्ट म सिधै घर आएर चिप कति मजाले हिँडेछ हेर्नु त, धुलो हेर्नु त, धुलो हेर्नु न कति छ। त्यही धुलोको हालतले गर्दा छिटो फोहोर हुने मान्छे। अनि म चाहिँ काममा गएको थिएन आज। अनि दाइ फेरि उता जाने काम परेछ र दाइले आज आइदेऊ भाइ भन्नुभयो। म सट्ट ग्यारेजमा गएर पनि केही समय काम गरेर त्यही कपडामा हेर्नु त हालत, हात हेर्नु त, कपडा हेर्नु, सब नयाँ कपडा जति त्यस्तै गरी बिग्रियो क्या मेरो। केही कपडा छैन, अब त कतै जानु पऱ्यो पनि यस्तै कालै लगाइदिएर हिँड्दिने हो कि। यो धुँदा जाओस्, अहिले धुने हो यसलाई, धुँदा गयो भने एकदम राम्रो हुनेछ। अनि अहिले त म एक्लै बोलिरहेको छु जस्तो लाग्यो होला। म एक्लै होइन, मेरो साथी पनि छ। यहाँ चाहिँ साथीको कपडा, म त पछाडि झोला बोकेछु कि देखिएन कि अहिले यहाँ छ कि झोला बोकेछु। अनि आज फेरि हामी यहीँ तल अस्ति गएको लोकेसनमा नुहाउनु जानु लागेको। अनि म र साथी आयौँ। साथी चाहिँ उता पसलमा भोक लागिरहेछ, अनि जान त चाउचाउहरू लिएर आइज भनेर पठाएकोलाई। अनि स्याम्पू पनि ल्याउनु बिर्सेछ घरदेखि, स्याम्पू पनि लिन गएको छ साथी। र साथी आउँछ त्यसपछि तलतिर झर्यौँ कि अहिले झरौँ खोइ। साथी डाइरेक्ट आउँछ, म झर्दिउँ होला होइन, के र बस्ने यार, यहीँ तल हो यस्तो आनन्द आउँछ नि। ल म झरिदिन्छु, साथी अहिले आउँछ। ओइ फेरि आकाश हेर्नु कस्तो दामी देखिन्छ यार, वाउ। धुलो त्यस्तै छ फेरि हेर्नु, ओठ हेर्नु त यस्तो ओठ फुटेछ नि अहिले त्यो धुलोको कारणले। म जाडो महिनामा कति बुटोल मात्रै गयो होला, 10 चोटि ओभर गयो होला होइन, केही भएको थिएन कि न ओठ फुट्ने न रुगा लाउने। अहिले यो धुलोले गर्दा यस्तो भएको छ भने ओठ फुटेर रुगा छुन लाएर, रुगा त फेरि गुलियो खाएर हो त्यत्तिकै त होइन। तल हामी चाहिँ लाग्ने है, तल रामपुर फाँट देखिया छ, अँध्यारो देखिया छ। किन देखिएछ त्यो थाहा छैन, कुहिरोले मौसमको कारणले हो। अनि एउटा कुरा चाहिँ के भन्दा खासमा है, नुहाउने भए घरमा बिहानमा लिफ्टिङको पानी आइरहेको छ, बिहान उठ्न पनि ढिलो हुन्छ। अनि त्यही हो, सो दिउँसोमा यहाँ तल झरिन्छ, हामी चाहिँ यहाँ तल वनमा झरिन्छ नुहाउन। किनकि यस्तो केटा मान्छेहरू भनेको होइन, केटा मान्छेको लाइफमा दुःख सङ्घर्ष भन्ने धेरै हुने रहेछ कि। भर्खर हामी त यङ एजमा छिर्दैछौँ भनौँ न, मभन्दा कतिजना त अगाडि पुगिसक्नु भएको, सब कुरा भोगिसक्नु भएको मान्छेहरू हुनुहुन्छ। अनि यो लाइफ भनेको यस्तो हुने रहेछ, जति यङ हुँदै गयो उति पीडाहरू थपिँदै जाने होइन। अब मनको कुरा कसलाई सुनाउने, कसलाई भन्ने, जे छ मनमै छ भन्ने हुन्छ नि, हो त्यही हो कि। जे छ मनमै छ, कसलाई सुनाउने कसलाई भन्ने। अनि यस्तो केटा मान्छेहरूको लाइफमा चाहिँ एकान्त ठाउँ, आनन्द ठाउँ, अलि कोही नभएको, कसैले पनि नसुन्ने नदेख्ने ठाउँ, हामीलाई त्यस्तो पिच ठाउँहरूमा चाहिँ केटाहरूलाई जान मन लाग्ने रहेछ जति उमेर बढ्यो उति होइन। त्यही हो कि हामी पनि घरै नुहाउँथ्यौँ होइन। अनि के त भन्दा अलि यहाँ तल वनमा अलिअलि भए पनि पिच छ, अलिअलि मजा आउँछ, शान्त छ, नुहाएर आउनु मजा हुन्छ, छुट्टै रमाइलो, सब मनको तनाव व्यथा सब बिर्सिन्छ, एकछिन भए पनि फ्रेस भइन्छ भन्ने हिसाबले हो कि। तनाव त के नै छ र, अहिले त भर्खर बढ्दो उमेरको तनाव त बढ्नै छ। अनि त्यही हो, हामी चाहिँ अलिअलि भए पनि केटाहरूलाई पिच मनपर्छ, त्यही पिचको कारणले गर्दा हामी यहाँ आएको। के पिच छ र यहाँ त भन्नु होला होइन, पिच हो कि पिच, तर हाम्रो लागि छ के। जङ्गलमा ट्याक्क धारा बगिरहेकोमा आनन्द नुहाउनु मजा आउँछ। कुरा गर्दा गर्दै साथी पनि जस्ट आउँछ, लिएर आइसकेको छ। ल टुकुन है, स्वागत छ आजको भ्लगमा। हाम्रो दिन्छ ल्याएर थ्याङ्क यू सो मच, त फेरि कडावाला थ्याङ्क यू सो मच दिइसक्यो। थ्याङ्क यू सो मच। ल साथी आइसक्यो, चाउचाउ चाहिँ कस्तो ल्याएछ, एउटा मिक्स खानुपर्छ, अब दुइटै ल्याएछ एक गुन्डा, अलि धेरै ल्यायो भए त ल तैँले लियो खा भन्नुहुन्थ्यो। तब हामी यहाँदेखि झर्नुपर्ने हुन्छ तल स्याट्ट होइन, देख्न सक्नुहुन्छ बाटोको हालत। यता मान्छेहरू यस्तो दुःख बाटोमा नि पानी बोक्न आउँछ जसको घरमा लिफ्टिङ छैन,
मूल बाटो ए सरी जिउ अब दुःखै छ नि त्यहाँ निस्किनु पनि अलिअलि त त्यो भनेको मान्छेहरू घरमा लिफ्टिङको पानी जसको घरमा पनि छ अहिले मान्छे लोभी भएर हो कि लिफ्टिङको पानी नआएर हो यार यति तल पानी बोक्न आउँछन् यार लिफ्टिङको पानी आउँदा बिहानै स्याहार र पानी भरेर राखे किन झर्नुपर्छ र यस्तो तल वनमा खोलामा होइन अझै अहिले त बाघ चितुवाको डर धारा गरेर लास्टमा धारा सधैँ थियो त्यहाँ धारा हेर्ने यहाँबाट देखिन्छ कि के देखिँदैन त्यसै फुटेर हो कि बाबु आराम फुट्दै कि ओठ फेरि घाम त जान्छ त्यतै कस्तो कालो देखियो होला म यसरी यता उक्लिनु पाएँ म सानो त्यसलाई भ्लग बनाउँदै यसो उल्टे हिँड्ने यसरी हिँड्ने मा अहिले भाग फाल्ने हो नि ल हामी चाहिँ वनमा छिरिसकेको छौँ अनि अब वनमा छुट्टै रमाइलो हुन्छ त्यस्तो रमाइलो होइन आनन्द हुन्छ कि एकदम पिच हो कि पिच अहिले बाँदरहरू कति देखिन्छ यहाँ उफ्रेको यस्तो मजा आउँछ कि अस्ति त नुहाएर सट्ट घर हिँड्ने बेला पनि भ्लग हानेको थिएँ आज त सब यो ठाउँ सब देखाएर भ्लग हान्छु म ओइ पात चल्दा पनि के हो खेस्रो खुस्रो के हो उही लास्टमा जङ्गलमा चिरेपछि के देखिन्छ भर्खर पुतली उडिरहेको छ यहाँ अहिले के देखिन्छ जङ्गलमा सब चिज देखिन्छ यो जङ्गलमा बाघ पनि छ भन्ने सुनेछु कराएको पनि सुनेछु मैले तर देखिया छैन अहिलेसम्म त्यही हो खुसी कुरा ल च्याट्टा हामी चाहिँ धारामा आउनु लागिसकेका छौँ धारा पनि देखाउँछ हजुरहरूलाई पहिला चाहिँ यो थियो हाम्रो धारा यहाँ पुरानो धारा यहाँ पहिला यहाँ यस्तो पानी हुन्थ्यो अनि यहाँ चाहिँ एकचोटि नि आएको थिएन म चाहिँ नहुन साथी चाहिँ आउँथ्यो यहाँ मलाई चाहिँ अनि यो नयाँ धारा बने जस्तो लाग्थेन कि अहिले हेर्नु यहाँ तल चट्ट विकसित भएर नयाँ धारा छ सट्ट नहुन ऊ त्यहाँ अस्ति हामीले बालेको दाउरा छ त्यहाँ हजुर आज पानी थोरै अस्ति जस्तो मजा लिन नपाइने भएन ओए कसले दान दिएछ नि एउटा कपडा जुन अस्ति त यहाँदेखि ओभर भइरहेको थियो पानी आज त छैन जति भए पनि हामीले पुऱ्याएर नुहाइन्छ कपडा पनि धेरै छैन धुन यही लगाएको कपडा हो अस्ति हामीले तारेको आएको अब आज पनि दाउरा खोज्नु जानु पर्दैन क्या टाढा यहीँ छ त्यहीँ छ त्यहीँ जङ्गलमा आएपछि दाउराको टेन्सनै नलिने होइन अनि अर्जुन यतातिर जलुका हुँदैन लास्ट जलुका खानु मन लाग्यो मलाई उसमा जाऊँ न माझघर खोला जाऊँ न एक दिन त्यता सही हुन्छ लास्टै आलु र जलुका लास्ट खानु मन लाग्यो चाहिने खोज्न अहिले पानी चाहिँ बगेको छैन कता होला जलुका हुन्छ भयो आज नजाऊँ ल यहाँ हामी आइसक्यौँ अब हामी यहाँ नुहाउनु पर्ने हुन्छ अहिले के हुन्छ कसो हुन्छ अपडेट दिइरहन्छौँ पैसा थिएन मसित सुक्को भएर बसेको थिएँ अनि ग्यारेजमा गएपछि त अलिअलि काम गरेपछि अलिअलि आफूलाई खोल्टी खर्च नि आइहाल्छ त्यही कारणले म चाहिँ गइदिएँ अनि यहाँ आउँदा नास्ता अलिअलि भए पनि खानु भइहाल्यो पैसा हो छोरा मान्छे भनेको लाइफै यस्तै रहेछ सानो हुँदासम्म बेरोजगार ठुलो भएपछि घरदेखि लापत्ता घर त्यो त्यही हो बाबु यार सानो हुँदासम्म सानो हुँदासम्म माया र लाड प्यारमा हुर्कियो जब अलिकति ठुलो भएपछि जिम्मेवारीको वहन भयो अनि के गर्छु भन्दा बेरोजगार जानुपर्छ विदेश गएपछि हराउ 5-10 वर्ष यस्तै छ छोरा मान्छेको लाइफ अहिले यति बेरोजगारी जिन्दगी जिइरहेछ साथीभाइ सबै साथमा छ त्यो पनि सिर्फ साथमा पैसा छैन अब जुन दिन कमाइन्छ सक्सेस भइन्छ बाहिर देश गएर पैसा नोट छापिन्छ केटा हो त्यो दिन फेरि साथीको अभाव हुन्छ के त्यो आफ्नो पुर्खैदेखि राम्रो हुँदै आएको भए हामीले अहिले लाइफ एकदम रमाइलो के भनौँ न एस टाइपको केटाहरूसँग घुम्ने डुल्ने पैसा खर्च गर्ने हुन्थ्यो के तर जुन त्यो लाइफमा जुन मान्छे जिरहेछ नि उसलाई दुःख के हो सङ्घर्ष के हो त्यो केही पनि थाहा हुँदैन के मलाई पनि यो जति मेरो साथी हुर्केछ नि त्योभन्दा म कयौँ गुणा माथि हुर्केछु उसको भन्दा जति मलाई दुःख स्ट्रगल सङ्घर्ष के हो थाहा छ भने उसको डबल चाहिँ मेरो साथीलाई थाहा छ अब कतिजना मान्छे त लाड प्यारमा पैसामा हुर्केको उनीहरूलाई त दुःख के हो अभाव के हो केही थाहा छैन नि हामीलाई थोरै भए पनि थाहा छ अझै उसलाई झन् धेरै थाहा छ त्यही हो मेन भन्न खोजेको चाहिँ अहिले जुन साथीभाइ छ जुन रमाइलो छ पैसा छैन पछि जुन पैसा साथमा हुन्छ त्यति बेला साथीभाइहरू रमाइलो यो उमेर हुँदैन के त्यही भएर सक्दो अहिले एडजस्ट गर्ने रमाउने कमाउने डुल्ने हो जसरी भए पनि 150,000 500 एडजस्ट गरेर घुम्ने डुल्ने रमाउने हो केटाहरूसँग ल अब धेरै गफ पनि नहान्दिउँ अब घाम पनि जान लागिसकेछ अहिले घामलाई चाहिँ जाडो हुन्छ स्याट्ट नुहाइदिउँ होला त्यसपछि अहिले
र घरतिर जाँदा यहीँ के हुन्छ भेट्नुपर्छ एकछिनको लागि। टाटा बाई बाई। फाइनल्ली नुहाइसकिया छ। जाडो जाडै भयो कि साँझ भएर नुहाउनु पनि। घाम हेर्नु पाएर डाँडामा गइसक्यो त जाडो हुन त नि। अहिले त जाडो जुगाड आगो ताप्दैछौँ। च्याट्टसँग पारेर आगो तापिरहेछौँ हामीले। त कपडा सपडा पनि लगाइसकिया छ अहिले त। म चाहिँ लाउनै छ। यत्तिकै आगो तापेर बसिरहेछौँ होइन। चाउचाउ पनि खाइसक्यो। भोक लागेको थियो हल्का हल्का। तब एकछिनपछि कपडा सपडा लगाएर घरतिर निस्किन्छौँ। अहिले केही हुन्छ कि भए देखाउँला नभए भ्लग भोलिकोमा जोडौँला। केही भएन। अहिलेलाई चाहिँ टाटा बाई बाई। अहिले भेट्नुपर्छ। हामी नुहाएर फ्रेस भइसकेछौँ। नुहाउनु मन लाग्यो तपाईँहरू पनि आउनु होला। पानी जति भए पनि अनलिमिटेड छ है त। होइन अस्ट्रेलिया आउँथ्यो। सही मजाको आगो। ल हामी धेरै नै बेर आगो तापेर बस्यो। कपडा सपडा लगायो। अब जस्ट घरतिर निस्किन लागेको। अब आगो त बालियो। यसलाई त मार्नु पऱ्यो नि होइन। आगो बालिसकेपछि जङ्गल छ वरिपरि। आगो जल्यो भने त फेरि हामीलाई गाल आउँछ। सो ल साथीले पानी हालिदियो आगोमा। ल यति भएपछि त आनन्द भएन नि। ल अब हामी चाहिँ घरतिर निस्किन लागेको। माथि गएर घाम त डुबिसकेछ। नत्र सनसेट देखाउँछु भन्दै थिएँ। दामी देखिन्थ्यो क्या हाम्रो गाउँदेखि। घाम डुबिसकेछ। त्यही पनि छ भने अलिअलि रलपल छ भने देखाउँला। ल हामी यहाँदेखि निस्किन्छौँ। अब कपडा चिसै छ। झोलामा हाल्दा फेरि अलिक चुरुत हुन्छ। त्यही ल्याङ हुन्छ। जसरी भए पनि मिलाइ हालेर अब घरसम्म पुग्नुपर्छ। ल है त। फाइनली हामी चाहिँ नुहाएर उक्लिँदै गाइज। हामी चाहिँ उक्लि सनसेट चाहिँ हेर्न पाइन्छ गाइजहरू। मास्तिर त हामी चाहिँ घरतिर हिँडिसकेका छौँ। कपडा चिसो छ। झोलामा छिर्छ भनेर जस्ट टावेलले ट्याक्क पारेर हिँड्दैछौँ। उकालो चढ्न सकिएन। ल फाइनली गाइज हामी चाहिँ आइसकेको छौँ। हाम्रो नुहाइधुवाइ कार्यक्रम सकेर अनि हामी चाहिँ नि घरतिर हिँड्दै। हेर्न सक्नुहुन्छ यहाँ मेरो साथी भुत्निके। अनि फाइनली हामी सनसेट देखाउँछौँ भन्ने थिएँ। सो लेट्स गो। हेरौँ कस्तो हुन्छ सनसेट भन्ने कुरो। ट्याक्कसित हामीले सनसेट देखाउने प्रयासमा हामी चाँडो आउँदैछौँ। अनि हामी चाहिँ वेलकम चलाएको मिठो हुँदो रहेछ। वेलकम चाहिँ गुलिलो। सो घाम छ भन्ने आशाका साथ हामी चाहिँ उकालो चढ्दै डरो एकदमै गाइज सनवाला सेट सुपर। तल चाहिँ हाम्रो गाउँ तलतिर आर्य भन्ज्याङ रामपुर हाइवेमा आइसकेको। यो हाइवेको नाम शहीद आलोक राजमार्ग। अनि देख्न सक्नुहुन्छ यसको स्थिति। साला सरकारै यस्तो छ होइन। के गर्न सकिन्छ। पक्का नआएर आएको चप्पल कति पुरो हुन्छ यो धुलोले। धुलोहरू गाइज। ओ माइ गॉड।